गाइज सबैलाई वेलकम छ। म चाहिँ आज सेकेन्डली ब्लग बनाउन जाँदैछु। धेरै पछि बाहिरको भ्यू हेरेको मजा आइरहेको थियो तर म त्यसपछि लाग्यो होमवर्क गर्नतिर। होमवर्क चाहिँ धेरै नै थियो गोल्डन विकको बिदामा। गोल्डन विकको बिदा भए पनि म होमवर्क गरेको थिइनँ। कहिले काम कहिले के हुने त्यस्तै भएको कारणले गर्दाखेरि म होमवर्क गरेको थिइनँ र होमवर्क गर्न लागेँ। होमवर्क गरेर त्यसपछि म चाहिँ होमवर्क सकाएपछि एकछिन गुडियासँग खेलेँ। गुडियासँग खेलेपछि म नुहाएपछि म तेल लगाएपछि लागेँ म जुस किन्नको लागि। पैसा लिएर 5000 थियो साथमा मसँग। 5000 लिएर लागेँ म सामान किन्नको लागि। लागेँ मान्दाई गएको थिएँ तर मान्दाई चाहिँ आज बन्द रहेछ। बिहान 9 बजे खुल्ने रहेछ। त्यसपछि लागेँ म फ्यामिली मार्टतिर। फ्यामिली मार्ट पुगेर म फर्केँ रुममा। म सुतिरहेको थिएँ र दाइले उठाएर लग्नुभयो मलाई घुम्नको लागि बाहिर जाऊँ भनेर। मेरो गर्लफ्रेन्डलाई भेट्न जाऊँ भन्दै हुनुहुन्छ दाइले गफ गर्दै। ल जाऊँ न त भनेर लागेँ म पनि। गर्लफ्रेन्डसँग भेट हुनलाई हिँडालेको होला भनेको त होइन छ। लास्टमा एक्लै जानुपर्छ भनेर बाहना गराउँदै हुनुहुन्थ्यो दाइले गर्लफ्रेन्ड भेट्न जाऊँ भनेर। त्यसपछि हामी लाग्यौँ फ्यामिली मार्टभित्र र दाइले सामान खोज्दै हुनुहुन्छ। हाँस्दै हिँड्नु भएको छ दाइ चाहिँ। हाँस्दै भाइ हेरेर सामान यहाँ कति सस्तो छ भन्दै। अनि लाग्यौँ हामी मासु किन्नको लागि र मासु हेरेको। मासु चाहिँ आज महँगो रहेछ किन्न सकिएन। दाइले भन्दै हुनुहुन्छ हेर त्यहाँ भाइ यो तोरिनीको हो भनेर। हेर त्यहाँ हेर। अनि मैले हैछ भने र हामी लाग्यौँ अन्डाको प्राइस हेरेको। अन्डा किन्न खोजेको आज महँगो रहेछ अन्डा। त्यसपछि हामी लाग्यौँ नास्ता किन्नको लागि। नास्ता रहेनछ। दाइले चाउमिन हेर्नुभयो अनि त्यसपछि लाग्यौँ हामी दही हेर्न जुस हेर्न। यहाँ जुस पनि पाइन्छ तर जुस रहेनछ आज। दही हेर्दै हुन्छ दाइले। दही रहेनछ भन्नुभयो। दही हेरेपछि हामीले भेटाएनौँ दही र हामी लाग्यौँ ब्रेड किन्नको लागि। ब्रेड हेरेको डेट नै रहेनछ। त्यसपछि लाग्यौँ हामी दाइ के किन्न खोज्नु भएको छ कुन्नी खोज्दै हुनुहुन्छ के खोज्नु भएको छ दाइ भनेर सोधेँ मैले। ब्रेड हो भाइ जाम यही भन्नुभयो। अनि लाग्यौँ हामी रुमतिर फर्क्यौँ। दाइले पे गर्दै हुनुहुन्छ पैसा र दाइ एक्लै दौडिँदै हुनुहुन्छ कहाँ जान खोज्नु भएको छ कुन्नी। थ्याङ्क यू फर वाचिङ। आजको लागि यति नै।